नमस्कार साथीहरू, आजको यो सेसनमा मैले तपाईलाई विशेष गरेर तपाईले अहिले टाइटल र थम्बनेलबाट पनि देखिसक्नुभयो होला। वान क्यान्डल बाई र सेल कसरी गर्न सकिन्छ, जुन तपाईहरुले सुनिराख्नु भएको छ होला धेरैले। वान क्यान्डल बाई अथवा वान क्यान्डल सेल कसरी गर्न सकिन्छ त्यसको बारेमा आज यो एकदमै महत्त्वपूर्ण भिडियो म तपाईहरुलाई प्रस्तुत गर्दैछु। के वान क्यान्डललाई मात्रै हेरेर हामीले बाइङ र सेलिङ डिसिजन लिँदा राम्रो हुन्छ अथवा त्यसमा कस्तो अवस्थामा हेर्ने, कस्तो कस्तो तरिकाले हेर्दा चाहिँ त्यसबाट हामीले बढी फाइदा लिन सकिन्छ भन्ने कुरा पनि बताउँछु। र नर्मल्ली तपाईले वान क्यान्डल बाहिर सेल हेर्दा मात्रै पनि तपाईलाई के त्यसबाट फाइदा हुन्छ अथवा लस हुन्छ, के हुन्छ त्यसको बारेमा पनि आजको भिडियोमा म तपाईलाई जानकारी दिन चाहन्छु। भिडियो अन्तिमसम्म हेर्नु होला। जसले टेक्निकल एनालाइसिस सिक्न खोजिराख्नु भएको छ तपाईहरुको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनेछ, किनभने हामीले केही समयको अन्तराल पछाडि यो भिडियो तपाईहरुलाई प्रस्तुत गर्न गइरहेका छौं। जस्तै वान क्यान्डल बाहिर सेल भनेको के हो त, त्यो कन्सेप्टलाई पहिला एउटा बुझौँ हामीले है। जस्तै नर्मल एउटा क्यान्डल बन्यो, हेर्नुस् है, नयाँ साथीहरुलाई पनि काम लाग्ने र एकदमै सिम्पल सरल भाषामा म तपाईहरुलाई त्यो कुराहरु प्रस्तुत गर्छु, हेर्नुस् है त। जस्तै एउटा म यहाँ एउटा क्यान्डल बनाउँदै छु तपाईहरुलाई। मानौँ यो एउटा क्यान्डल हो, एक दिनमा एउटा यो क्यान्डल बन्यो। अब वान क्यान्डल बाहिर सेल कसरी गर्ने त भन्दाखेरि, मानौँ यो क्यान्डल चाहिँ अहिले मानौँ न एउटा कुनै एउटा क्यान्डल बनेको छ, कुनै पनि सिचुएसनमा यो बनिराखेको छ। मानौँ यो क्यान्डल चाहिँ ल ग्रीन क्यान्डल बनेको छ हैन, ग्रीन क्यान्डल बन्यो। ल एउटा ग्रीन क्यान्डल बन्यो यो हैन। अब यो ल थोरै अलिकति सानो बनाउँछु म। जस्तै यो एउटा यस्तो क्यान्डल बन्नु भयो चार्टमा, जस्तै कुनै स्टकको चार्टमा होस् अथवा नेप्से इन्डेक्सको चार्टमा यस्तो एउटा क्यान्डल बन्यो। अब त्यो हेरियो, अब त्यसको भोलिपल्टको क्यान्डल है, त्यसलाई कन्फर्मेसन लिनलाई भोलिपल्टको क्यान्डल, जस्तै मानौँ न तपाईको भोलिपल्टको क्यान्डलले के गइदियो त भन्दाखेरि त्यसको क्लोजिङ, जुन अघिल्लो दिनको मार्केटको यो ग्रीन क्यान्डलको क्लोजिङ त यहाँनिर छ हैन, त्यसलाई क्लोजिङ बेसिसमा जुन अघिल्लो दिनको क्लोजिङ थियो त्यसलाई के गरिदियो त मार्केटले भन्दा पछिल्लो दिनको क्यान्डलले है। जस्तो हेर्नुस् है, एकदमै बुझ्नुपर्ने कुरा छ यहाँनिर। हेर्नुस् अघिल्लो दिनको क्यान्डलको क्लोजिङ कहाँ छ एकदमै बुझ्नुस् है। यहाँनिर ग्रीन क्यान्डलको क्लोजिङ जहिले पनि माथि हुन्छ हैन, यहाँनिर क्लोजिङ थियो। अब पछिल्लो दिनको क्यान्डलले के बन्यो त भन्दाखेरि यो क्लोजिङलाई पनि ब्रेक गरेर, अघिल्लो दिनको क्लोजिङलाई ब्रेक गरेर माथि गएर क्लोजिङ दियो, यहाँनिर क्लोजिङ दियो भनेपछि यो के भयो त, यो समग्रमा के भयो त भन्दाखेरि यसलाई चाहिँ हामी वान क्यान्डल बाई पोजिसन भनेर बुझ्छौँ है। वान क्यान्डल बाई पोजिसन भनेर बुझ्छौँ यदि यो तपाईँ बाई गर्ने सिचुएसनमा हुनुहुन्छ भने। अब यसको पनि कन्डिसनहरू अप्लाई हुन्छ, त्यो कन्डिसन पनि म बताउँछु। यति मात्रै कुरा बुझेर तपाईँलाई त्यो हाल्फ नलेज हुन्छ है, अलि डिटेलमा बुझ्नु। अब यतिमा मात्रै भयो भने के हुन्छ, यो अघिल्लो दिनको जुन क्लोजिङ छ त्यो क्लोजिङलाई पनि ब्रेक गरेर बायरले, त्यस्तो भनेको अर्थ के हो त भन्दाखेरि अघिल्लो दिन यो क्यान्डलको बायर यहाँसम्म पुगेका थिए, अहिले फेरि बायर के भयो त थप एग्रेसिभ भयो र माथि गएर क्लोजिङ गराइदिए भनेपछि मार्केटमा बायरहरूको इन्ट्री छ, बायरहरू प्रवेश गर्दैछन् भनेर तपाईले यसबाट बुझ्न सक्नुहुन्छ। किनभने सबैभन्दा छिटो टेक्निकल रूपमा कुनै पनि चिजले दिन्छ भने त्यो चाहिँ क्यान्डल हो है। अरू सबै कुराहरू सेकेन्डरी कुरा हो, प्राइमेरी कुरा के हो त भन्दा क्यान्डल। सबैभन्दा छिटो तपाईलाई बाहिर सेल गर्ने डिसिजन दिने केले दिन्छ त भन्दा क्यान्डलले दिन्छ। तपाईले जस्तो खालको रियाक्सन मार्केटले दिएको छ त्यो रियाक्सन चाहिँ सबैभन्दा पहिला क्यान्डलबाट चाहिँ हामीले पत्ता लगाउन सकिन्छ। अब यो सिनारियोमा हामीले के गर्न सक्छौँ त भन्दा वान क्यान्डलबाट मात्रै हामीले बाई सेल हेर्दैछौँ भने यो हाम्रो लागि चाहिँ के हुनसक्छ, बाई पोजिसन हुनसक्छ है। अब हेर्नुहोस् है, अब यसैमा म अलिकति फरक कलर गरिदिन्छु। जस्तै मानौँ न अब तपाईँ सेल पोजिसनमा हुनुहुन्छ, तपाईँहरू सेल पोजिसनमा हुनुहुन्छ भने अब त्यस्तो अवस्थामा कसरी गर्ने त हैन। अब यसलाई चाहिँ यो सेल भनिसकेपछि अब मानौँ न यो क्यान्डल चाहिँ के छ, रेड छ, यताको क्यान्डल, यो क्यान्डल पनि एउटा रेड बनेको छ हैन। अब यताको क्यान्डल चाहिँ के बन्यो त भन्दाखेरि यसको अब क्लोजिङ माथितिर, ओपनिङ माथितिर भए पनि क्लोजिङ यसको नि यो रेड क्यान्डलको के भयो त भन्दाखेरि तपाईको अलि तलतिर आएनस् है। अब यसलाई चाहिँ के गर्छु त भन्दाखेरि यसलाई पनि म कलरहरू रेड बनाइदिन्छु है। तपाईहरुले बुझ्नुस् है यो कुरा। ल यस्तो भयो भने के भयो त भन्दाखेरि यो अघिल्लो दिन जस्तो नर्मल यो अघिल्लो दिनको क्यान्डल ल ग्रिनै बने पनि केही फरक पर्यो है। यसलाई ग्रिनै बनाए पनि रेडै बनाए पनि त्यसमा खासै त्यति तात्विक फरक चाहिँ हुँदैन है। ल मैले यसलाई नि के बनाइदिएँ,
ग्रिनै बनाइदिएँ ल मानौँ है, यो अघिल्लो दिनको ग्रिनै बनेको थियो। पछिल्लो दिन के बन्यो त भन्दाखेरि लगभग यहाँबाट मार्केट खोलेर यहाँ तल आएर यसको क्लोजिङ त कहाँ भएको, माथि भएको हो। यो क्यान्डलको क्लोजिङ, ग्रिन क्यान्डलको क्लोजिङ कहाँ भएको, यहाँ भएको हो। पछिल्लो क्यान्डलले के गरिदियो, यसको क्लोजिङ रेड क्यान्डलको क्लोजिङ त तैँले पनि तल हुन्छ, यहाँ आएर क्लोजिङ दियो। यसलाई क्लोजिङ बेसिसमा यहाँ आएर क्लोजिङ थियो है। यो क्यान्डलको क्लोजिङ कहाँ थियो हाम्रो, यहाँनिर थियो। ल हेर्नुहोस् है, क्लोजिङ त्यहाँनिर थियो, क्लोजिङ त्यहाँनिर दिएको थियो होइन, यहाँनिर दिएको थियो। अब अर्को चाहिँ तपाईँको यहाँनिर आएर तपाईँको अर्को क्लोजिङ कहाँनिर दियो त, अर्को क्लोजिङ चाहिँ यहाँनिर आएर दियो। ल हेर्नुहोस्, पहिलो दिन ग्रिन क्यान्डलले क्लोजिङ यहाँ दिएको थियो, ग्रिन क्यान्डल बनेको थियो, तपाईँलाई बढ्छ जस्तो लागेको थियो। तर भोलिपल्ट फेरि त्यो क्यान्डललाई के गरिदियो, इन्गल्फ पनि गरिदियो, प्लस त्यसको क्लोजिङ चाहिँ तल आएर दियो। भनेपछि यसले समग्रमा हामीलाई के देखायो त भन्दाखेरि यसलाई चाहिँ वान क्यान्डलबाट यो ओभरअल सिनारियोबाट हामी के बुझ्न सक्छौँ त भन्दाखेरि यसलाई सेल भनेर बुझ्न सक्छौँ। नर्मल्ली, एकदमै नर्मल्ली है। तपाईँहरूले धेरै कुराहरू जान्नुपर्छ, तर नर्मल्ली पनि तपाईँहरूले यति कुरा बुझ्नुभयो भने यो के हो त भन्दा सेल। अब यसको लागि पनि के जहाँनिर यस्ता क्यान्डलहरू देख्ने बित्तिकै बाहिर सेल गर्दा हामीलाई प्रफिट हुन्छ त भन्ने पनि तपाईँहरूलाई लाग्न सक्ला, त्यस्तो हुँदैन। त्यसको लागि पनि एक दुईवटा कन्डिसनहरू एप्लाई हुन्छ। जस्तो म यता तपाईँलाई चार्टमा लगेर देखाउँछु है। ल हेर्नुहोस् है, यता चार्टमा लगेर तपाईँलाई देखाउँछु, नेप्सेको चार्टमा लगेर, अनि त्यस पछाडि तपाईँहरूलाई फर्दर क्लियर हुन्छ है। जस्तो मानौँ न अब यतातिर बनेको छ ल है, यतातिर यस्ता क्यान्डलहरू बने। जस्तै मानौँ न अब यहाँनिर एउटा इक्जाम्पल दिन्छु, यहाँनिर एउटा इक्जाम्पल दिन्छु तपाईँलाई, म यहाँ देखिहालेँ। यहाँनिर हेर्नुहोस्, यहाँनिर के दिएको थियो त भन्दाखेरि यो मार्केट के थियो, डाउनवार्डमा थियो। यो रेड क्यान्डललाई हेर्नुहोस् है, पहिला सुरु यो क्यान्डललाई हेर्नुहोस्, पहिला म तपाईँलाई देखाउँछु। यो क्यान्डललाई हेर्नुहोस् है, यो रेड क्यान्डल छ नि जुन मैले यो कभर गरेको क्यान्डल, यो क्यान्डललाई हेर्नु। अब यताको मार्केट त तपाईँलाई थाहा छैन, यताको त तपाईँलाई मार्केटलाई त थाहा छैन, यता के भइरहेछ तपाईँलाई थाहा छैन। यहाँनिर के भन्यो, रेड भन्यो। अनि अब यहाँनिर गइसके पछाडि तपाईँको के भयो त, यहाँनिर भइसकेपछि के भयो, ग्रिन बन्यो। यसको क्लोजिङ तल थियो, यसको क्लोजिङ के भयो, माथि गयो। अब यो त वान क्यान्डल अनुसार त बाई हो नि त, हो कि होइन। तर हामीले बाई गरेको भए के हुन्थ्यो, ल हेर्नुहोस् हामी फस्थ्यौँ। हो, यो अवस्थामा हामीले वान क्यान्डल बाईले काम गरेन, किन गरेन त्यसको लागि अब म तपाईँलाई बताउँछु। हेर्नुहोस् है, मेजर बुझ्नुपर्ने कुरा यही छ। त्यस कारणले कतिपय साथीहरूले वान क्यान्डल बाहिर सेल मैले बुझेको छु भनेर धेरैजना साथीहरूले भिडियोहरू पनि बनाउनुहुन्छ, तर त्यो चाहिँ अलिकति हाल्फ नलेज। त्यस कारण तपाईँले फुल्ली नलेज लिनु पऱ्यो है। हो, वान क्यान्डल बाई सेल गऱ्यो, तर कस्तो अवस्थामा भन्दा जस्तै यहीँनिर फेल खायो नि त, यसले खायो नि त। यो दुईवटा क्यान्डललाई हेर्नुहोस् त, वान क्यान्डलमा तपाईँले यो क्यान्डल मात्रै, अब यताको त तपाईँले मार्केट देख्नु नै भएको छैन, अहिले पो यहाँ मार्केट देखियो। यो दुईवटा मात्रै क्यान्डल हेर्दा त तपाईँले त्यो त बाई हो। त्यस्तो अवस्थामा तपाईँ फेल खानुभयो। किन फेल खानु भएको छ त भन्दाखेरि जहिले पनि वान क्यान्डल बाहिर सेल गर्दाखेरि तपाईँले जहिले पनि के बुझ्नु पऱ्यो, सपोर्ट र रेजिस्टेन्स हेर्नु पऱ्यो। वान क्यान्डल बाई अथवा सेल गर्दै हुनुहुन्छ भने सपोर्टमा आएको बेलामा वान क्यान्डलले बाई दिन्छ भने तपाईँ बाई गर्न सक्नुहुन्छ। अब रेजिस्टेन्समा वान क्यान्डलले सेल दिन्छ भने तपाईँले सेल गर्न सक्नुहुन्छ। तर यो बिचतिर छ नि, जहाँनिर सपोर्ट नि छैन, रेजिस्टेन्स पनि छैन, त्यस्तो बेलामा दिएको वान क्यान्डल बाहिर सेल त्यो चाहिँ फल्स हुन्छ। म्याक्सिमम मोर देन 90% केसमा फल्स हुन्छ। त्यस कारणले यो मेजर कुरा चाहिँ तपाईँहरूले बुझ्नु पऱ्यो है। धेरैजना मान्छेहरूले यो कुराहरू तपाईँहरूलाई सिकाउँदैन, त्यही कारणले गर्दा तपाईँले बुझ्नु पऱ्यो है। जस्तो हेर्नुहोस्, अब यतातिर हेरौँ, यहाँनिर हेर्नुहोस्, यहाँनिर हेर्दाखेरि जस्तो यो क्यान्डल हेर्नुहोस्, यो क्यान्डल, यो ग्रिन क्यान्डललाई यो रेड क्यान्डल भनौँ न, यो रेड क्यान्डल छ है। ल हेर्नुहोस्, यो रेड क्यान्डललाई के गर्यो त, पछिल्लो दिनको ग्रिन क्यान्डलले के गरिदियो, यसको क्लोजिङ त यहाँनिर थियो, यसलाई ब्रेक गरेर माथि गयो। यो त वान क्यान्डल अनुसार बाई हो, त्यति बेला बाई गरेको भए त हामीलाई प्रफिट हुँदो रहेछ नि त। त्यति बेला किन प्रफिट हुन्थ्यो त भन्दाखेरि हामी कहाँ थियौँ, कुन लेभलमा थियौँ हेर्नु त, यो हाम्रो के थियो, सपोर्ट लेभल थियो। ल हेर्नुहोस्, यो बेलामा हाम्रो सपोर्ट लेभल थियो। त्यही भएर प्रिभियस हिस्ट्री हेर्नु पऱ्यो। तपाईँले त्यो वान क्यान्डल बाहिर सेल सपोर्ट लेभलमा हेर्नु भएको छ कि बिचतिर हेर्नु भएको छ भन्ने कुराहरू मेजर हुन्छ। त्यस कारणले तपाईँले यो सपोर्टमा हेर्नु भएको थियो, सपोर्टबाट वान क्यान्डल बाई दियो भने तपाईँ त्यस्तो बेलामा चाहिँ बाई पोजिसन चाहिँ लिन सक्नुहुन्छ। त्यस्तो वान क्यान्डल बाईले चाहिँ
तपाईँलाई चाहिँ म्याक्सिमम् केसमा चाहिँ तपाईँलाई प्रफिटै गराउँछ। तर सबै 100% त्यही हुन्छ भन्ने त हुँदैन, किनभने अरू धेरै कुराहरू पनि हेर्नुपर्ने हुन्छ। तर पनि बेसिकली अलमोस्ट केसमा चाहिँ सपोर्ट लेभलमा आएर 1 क्यान्डल बाई दिन्छ भने त्यो अवस्थामा जस्तै यहाँनिर पनि हेर्नु न, यो क्यान्डललाई पनि यो क्यान्डलले के गरिदियो, यहाँनिर यो दुईवटा क्यान्डल पनि हेर्नु त 1 क्यान्डल अनुसार के दियो, बाई दिएको छ नि त होइन। अघिल्लो दिनको त्यो डोजी टाइपको क्यान्डललाई चाहिँ पछिल्लो दिनको ग्रिन क्यान्डलले काटेर गएको छ, त्यो अनुसार चाहिँ बाई दिएको छ होइन। त्यो हेर्नु। अब फेरि सेल गर्ने बेलामा पनि यदि रेजिस्टेन्स लेभलमा गएर त्यस्ता क्यान्डल बन्छ भने तपाईँले सेलका लागि हेर्नु। जस्तो यतातिर हेर्नु है, हेर्नुहोस् यतातिर हेरौँ, यहाँनिर हेर्नुहोस्, यसले त सेल दिएको हो नि त, 1 क्यान्डल त सेल हो। कहाँनिर गएर सेल दियो भन्दा यो रेजिस्टेन्स लेभल हो। यहाँनिर किन रेजिस्टेन्ट हो भन्दाखेरि यहाँनिर बारम्बार मार्केटले के गरेको छ, यहाँनिर पनि अलमोस्ट यो एरियामा रेजिस्टेन्ट लिइसकेको छ। यताको त हामीलाई थाहा छैन, यहाँनिर पनि यो रेजिस्टेन्ट एरियामा यदि यस्तो क्यान्डलहरू देखिन्छ भने तपाईँले 1 क्यान्डलबाट चाहिँ त्यस्तो अवस्थामा चाहिँ सबभन्दा छिटो टपमै बेच्छु, म बटममा किनेर टपमा बेच्छु भन्ने साथीहरूको लागि चाहिँ तपाईँहरूको लागि चाहिँ त्यहाँनिर भ्यालिड हुनसक्छ। त्यसकारण त्यस्तो अवस्थामा मात्र तपाईँले हेर्नु पऱ्यो। फेरि अरू केसमा मार्केट बढिरहेछ, एउटा क्यान्डल रेड बन्यो भन्दैमा तपाईँले सेल गर्नलाई दौडिनु भयो, त्यो रेजिस्टेन्स लेभल हो कि होइन पहिला त्यो कुरा पत्ता लगाउनुहोस्, अनि बल्ल तपाईँले सेल गर्ने हो कि होइन भने डिसिजन गर्नुहोस्। र बाई गर्ने बेलामा पनि 1 क्यान्डल बाई गर्दै हुनुहुन्छ भने सपोर्ट लेभलमा क्यान्डलले बाई दिएको छ कि छैन भन्ने कुराहरू तपाईँले पत्ता लगाएर सपोर्ट लेभलबाट 1 क्यान्डलबाट बाई छ भने तपाईँले त्यस्तो बेलामा चाहिँ म्याक्सिमम् तरिकाले तपाईँले बाई गरेर प्रफिट जेनेरेट गर्न सक्नुहुन्छ। र भोलिपल्टको जुन 1 क्यान्डल छ नि, भोलिपल्टको क्यान्डलको भोल्युम चाहिँ केही न केही अघिल्लो भोल्युमभन्दा चाहिँ पछिल्लो दिनको भोल्युम चाहिँ राम्रो भयो अथवा अलिक बढी भयो भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ अझ यो मोर भ्यालिड हुने गर्छ, अझ बढी यसले चाहिँ भ्यालिडिटी दिने गर्छ। त्यसकारण त्यो कुराहरू तपाईँहरूले जान्नु पऱ्यो। र अर्को एउटा इन्फर्मेसन के दिन चाहन्छु भने तपाईँहरू यो च्यानलमा हुनुहुन्छ भने हाम्रो रेगुलर अपडेटको भिडियो अर्को हाम्रो लगानी अवसर भन्ने युट्युब च्यानलमा तपाईँहरू धेरैजना साथीहरूलाई थाहा छ, त्यहाँ हाम्रो रेगुलर अपडेटको भिडियोहरू हुन्छ। र तपाईँहरू पनि यदि हामीसँग क्लास ग्रुपमा रहन चाहनुहुन्छ भने मेरो पर्सनल फेसबुक यो सङ्कल्प ढकालमा तपाईँले अहिले स्क्रिनमा देखिराख्नु भएको छ, स्क्रिनसट गरेर राख्नुहोस् अथवा फेसबुकमा गएर सर्च गर्नु सङ्कल्प ढकाल भनेर आइ नै हाल्छ, त्यहाँ गएर फलो गरेर मलाई डाइरेक्टली मेसेज गर्न सक्नुहुन्छ। यस्तै टेक्निकल कुराहरू तपाईँहरू मसँगै अनलाइन क्लासमा बेलुका 8 बजे जुमबाट हुने क्लासमा सिकेर हामीसँग ग्रुपमा रहन चाहनुहुन्छ भने तपाईँले यसमा मेसेज गरेर पनि तपाईँहरू जोडिन सक्नुहुन्छ। यस्तै अन्य भिडियोहरू म समय भएसम्म तपाईँहरूलाई प्रस्तुत गर्नेछु टेक्निकल फन्डामेन्टलको यो च्यानलमा। किप वाचिङ, किप सपोर्टिङ, भिडियोलाई लाइक गर्न नबिर्सनु होला। अन्य भिडियोहरूको लागि पनि तपाईँहरू चाहनुहुन्छ भने आई वान्ट लेख्न नबिर्सनु होला। धन्यवाद।